मैले के भन्न चाहन्छु भने छोटो मिठो है। आज कति वर्ष भएछ अरे? नेपाली सङ्गति 24 वर्ष भएछ अरे। म पनि त्यो ब्याङ्ककमा खुट्टा टेकेको 21 वर्ष भयो है। र प्रभुलाई पाएको पनि मैले 21 नै वर्ष भयो। नसटनी सेवी भाइ बहिनी हो, राम्रो बस, यताउता नचल, नसल बलाओ, फट्याङ्गो उफ्रे जाइ नसल मलाई चुप लागेर बस। म छोटो मिठो भन्छु, 21 वर्ष भयो। र अघि गुरुआमाले के भन्नुभयो? भजन सङ्ग्रह 100 कति 100 कति 26 को 3 मा पढ 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 त। परम प्रभुले हाम्रा निम्ति के गर्नुभयो? महान भनेको, महान भनेको यस्तो यत्रो होइन, महान कसको निम्ति? हाम्रो निम्ति। कसले? परम प्रभुले हाम्रो लागि के गर्नुभयो अरे? महान काम गर्नु भएको छ। पास्ट टेन्स गर्नुहुन्छ हैन, गरिदिनु भएको छ अरे हाम्रो निम्ति महान काम परमेश्वरले। र हामी आनन्दले भरिएका छौँ रे। हालेलुया। लेखौटी प्यागु छिमा परमेश्वरले गरिदिनु भएको काममा हामीहरू आनन्दित छौँ अरे, हामीहरू खुसी छौँ अरे है। परमेश्वरलाई के होस्? धन्यवाद होस्। आमेन। प्रिय हो, धन्यवाद छ परमेश्वर पिता, तपाईँलाई धन्यवाद छ। यो आजको दिन, आजको समय, आजको हाम्रो होमसेल, आजको हाम्रो सङ्गति मण्डली, यावत चिज प्रभु भाइ बहिनी छोराछोरीहरू ठुलादेखि सानासम्म तपाईँले सबैलाई आज यहाँ भेला गर्नुभएको छ। 24 वर्ष भएछ परमेश्वर पिता। हिजो अस्ति जस्तो लाग्छ, तर पनि आज समयले फेरेको छैन, समय गइराखेको छ। तर पनि हामी परमेश्वरको वचनअनुसार परमेश्वरले हामीहरूको लागि महान काम गर्नुभएको छ र हामीहरू आनन्दित छौँ भनेर वचनले हामीलाई यसरी सिकाएको छ। प्रभु तपाईँलाई धन्यवाद चढाउँदछौँ। हामी धन्यवाददेखि अरू केही नै दिन सक्छौँ। तपाईँलाई सबै थोकले भरिपूर्ण भएको अन्तर्यामी परमेश्वर तपाईँ नै हुनुहुन्छ। परमेश्वर त आज छोराछोरीले चलाएको स्थिति, प्रशंसा, महिमा, आजको वचन सबै थोक तपाईँ नै लिनुहोस्। आशीर्वाद दिइसक्नु भएको छ, दिनुभएको छ, फेरि परमेश्वर दा आशीर्वाद पनि तपाईँले दिनुहुन्छ। धन्यवाद चढाउँदै जीवित परमेश्वरको पुत्र प्रभु येशू ख्रीष्टको नामबाट बिदा। मलाई के भएको भने भाइ बहिनी हो, यो हाम्रो नेपाली सङ्गतिमा हाम्रो पुरानो एकमाई 16 गल्लीमा हुन्थ्यो। हामीहरू यसरी नै जम्मा हुन्थ्यौँ। हामीहरू थोरै थियौँ। आज ती सङ्गतिमा भएका बहिनीहरू, त्यहाँ भएका भाइ बहिनीहरू कोही यहाँ छन्, कोही यहाँ छैनन् पनि है। र के हुन्थ्यो मलाई अहिले के बसेर चाहिँ मलाई चाहिँ के भएको भने भित्र है, मलाई है भित्र नि, भित्र मेरो ब्रह्माण्डमा के भएको भने यस्तै स्तुति हुन्थ्यो, प्रशंसा हुन्थ्यो, महिमा हुन्थ्यो, हुन्थ्यो। सबै हामीहरू नि ताली बजाएर, के गरेर? ताली बजाएर है, ताली बजाएर हाम्रो भाँडो, कुँडो, गिटार, म्याम्बो, मादल, झाङकुटी, झ्याइ भनेपछि सबै यही हो, सबै यही हो। सुन्नुहोस्, मैले तपाईँलाई के भन्दैछु, प्रभुले महान काम गर्नुभयो भन्ने कुरालाई म लिएर आएको छु आज यहाँ चाहिँ। यही थियो है। कसैका यस्तो यस्तो हुन्थ्यो, कसैको है के अरे उही काम कुरो एकतिर, कुम्लो बोकी ठिमीतिर भनेको जस्तो, भजन एकतिर छ भने ठ्यापठ्याप एकतिर हुन्थ्यो। यसरी नै चलिराखेको थियो, यसरी नै चलिराखेको थियो। पछि 1-2 जना भाइ बहिनीले आएर गिटार बजाइदिन्छु भन्नुभयो, उहाँहरू पनि आउनु भएन है, उपस्थित हुनुहुन्थेन। हामी चाहिँ यसैमा चलिराखेको थियौँ। आज म तपाईँलाई भन्न खोज्दछु कि आज यस्ता यस्ता भाइ बहिनी, यस्ता यस्ता छोराछोरीलाई परमेश्वरले यहाँ माथि चढेर प्रभुको स्तुति, महिमा, प्रशंसा गर्ने हामीलाई जुटाइदिनु भयो। आमेन हो। यसैलाई भनेको परमेश्वरले महान काम गर्नुभयो भनेको। आमेन। र आज यिनी केटाकेटीहरू कान्छीमा पाऊ, जुलिया, यस्ता ग्रेसमा पाऊ, यिनी तिनजनालाई नरन मैले गरेको हो। यी 3 जनाको नरन मैले नै गरेको यिनीहरूलाई है। अहिले यिनीहरूलाई मैले नै पढाउँदैछु, सिकाउँदैछु र यिनीहरूको बिहा पनि मैले नै गर्नुपर्छ।
र मलाई अहिले त्यहाँ बसेर मलाई यति खुसी लागेको हो नि यिनी केटाकेटा आज कस्तो कस्तो महान काम प्रभुले गर्नुभयो है। यसमा कान्छीलाई थपिदिनु भयो है। र कान्छी चाहिँ नि ब्रह्मा जन्मेर आएको, ग्रेस चाहिँ नि ब्रह्मा जन्मेर थाइल्यान्डमा जन्मेर आएको, तुरो म पाऊ तुरो नि आऊ म पाऊ भन्न खोजेको चाहिँ नि मैले के अरे नरन गरेको ठाउँमा म पाऊ भनेर भन्न खोजेको। आज यी तीनजना अरू यी भान्टा भुन्टी सबै मैले सबैलाई नरन गरेर आज म यहाँ उपस्थित छु। आज यिनै छोराछोरी मेरो सामुन्ने आएर चाहिँ गिटार बजाएर नाचेर गाएर राता भएर अप्सरा जस्ता भएर आएका छन्। अहिले चाहिँ नि डान्स हान्ने छन् यिनीहरूले है। मेरै सामुन्ने भन्दाखेरि मलाई कति खुसी लागेको। यिनीहरूलाई म हकार्छु, यिनीहरूलाई म चाहिँ नि भन्छु, म चाहिँ नि ठुल्ठुलो आवाजले भन्छु यिनीहरूलाई बनाउने है, यिनीहरूलाई बनाउने, यिनीहरूलाई अगाडि बढाउने। भोलि पर्सि मैले यिनीहरूलाई भनेको छु तिमीहरूले वचन मानेर मैले बसेर सुन्नुपर्छ, मैले तिमीहरू त्यस्तो हुनुपर्छ भनेर मैले आफैले म यिनीहरूलाई खै पनि गर्छु, हकार्छु पनि है। मेरै छोराछोरी यिनीहरू कोही पनि होइनन्, मेरा छोराछोरी मेरा नाति नातिना यिनीहरू परमेश्वरले दिनुभएका इनाम अरे। आमेन आमेन। परमप्रभुले हाम्रो निम्ति महान काम गर्नुभएको छ र हामी के छौँ आनन्दले भरिएका छौँ। आज 24 वर्षमा हामीले यो देख्यौँ, यस्तो भेटायौँ। अझ अगाडिको समयमा परमेश्वरले के गर्दै लैजानुहुन्छ भाइ बहिनीहरू, हेर्दै जाउँ, प्रभुमा बलियो हुँदै जाउँ, हामीहरू प्रभुमा एकता हुँदै जाउँ, प्रभुलाई प्रार्थना गर्दै जाउँ है, प्रभुलाई बोलाउँदै जाउँ। परमेश्वर हाम्रो साथमा हुनुहुन्छ र मलाई कति खुसी लागेको है यिनी भाइ बहिनीलाई, छोराछोरीलाई देखेर। र धन्यवाद होस्। र राजु गिटार बजाए, कसैले म्याम्बो बजाए, कसैले मादल बजाए, कसैले डम्फु बजाए है। र आज चाहिँ परमेश्वरले कति आशीर्वाद दिनुभयो, गाए माइक समातेर है, कति राम्रो है। र धन्यवाद होस्। हो त्यसलाई भनेको परमेश्वरले के गर्नुभयो अरे महान काम गर्नुभएको छ र हामी के छौँ आनन्दित छौँ। आज 24 वर्षको उपलक्ष्यमा र फेरि पनि म तपाईँलाई छोटो वचन पछाडि म भन्न चाहन्छु है। र ऊ के अरे समयलाले के भने है, पहिलो समय 7 अध्यायको यो मैले घरिघरि भनेको 7 अध्यायको के अरे 7 अध्यायको 12 पदमा न पहिलो सामुएल टिया खाँजी खुने अगे सन्निमार होइन। र यहाँ समयलाले के भन्दछन् भने त्यही नै मिस्पा र सेनको बीचमा सामुएलले स्मारकको रूपमा एउटा ढुङ्गा खडा गरे है। र ब्रह्माले के भन्यो, ठोखा समयलादी चाउगो युए जिपा मिजपा म्योने सेम्यो सच्चामा ठुठाउँदै फे ठाउरा फियादी गाडोगो त्यसमा नठाउन ठाउरा फियादी गाडोगो अखु टाइ आऊ हेलो ठाउरा फियादी गारोगो अखु टाइ आऊ माजा ड मुभी हुसोलिए ठोचाउगो एबा नेजा अमी फेमेले हालेलुया लेखौटी में फियाको छिमा बाजीको माउनु मारे के भने सामुएलले के भने सामुएलले त्यही नै मिस्पा र सेनको बीचमा सामुएलले स्मारक भनेको एउटा न माटाई चौमाटाई ठुरे गरे अरे चौमाटाई आज चाहिँ हाम्रो नेपाली संगतिमा एउटा माटाई ठुरे गर्नुपर्छ हामीहरूले नाउला नाउता आटोए आमेन है। र त्यसको नाम के राखे अरे एउटा ढुङ्गा खडा गरे त्यसलाई एबेन एजेर भन्ने नाउँ राखे। के नाम रहेछ एबेन एजेर भन्ने नाउँ राखे अरे त्यो ढुङ्गा स्मारकलाई। अनि के भने परमप्रभुले यहाँसम्म हामीलाई सहायता गर्नुभएको हालेलुया फ्यासिनामा बौजी बाजे त आमेन। आजसम्म परमेश्वरले हामीलाई सहायता गर्नुभएको, आज 24 वर्षसम्म परमेश्वरले हामीलाई यहाँसम्म डोरा लिएर आउनुभएको, आज 24 वर्षमा परमेश्वरले हामीलाई सहायता गर्नुभएको। भाइ बहिनी हो, मानिसको बलले, मानिसको सोचाइले, मानिसको दिमागले, मानिसको परिश्रमले होइन भाइ बहिनी हो। परमेश्वर हुनुहुन्थेन भने हामी पनि प्रभुलाई पाएका थिएनौँ भने हामीहरू पनि यहाँ हुन्थेनौँ, हाम्रो मण्डली पनि यहाँ हुने थिएन। त्यही भएर सधैँ पनि हाम्रो हृदयले के भन्नुपर्छ, प्रभु तपाईँलाई धन्यवाद छ, यही नै हो, यति नै हो। प्रभु तपाईँलाई धन्यवाद छ, मण्डली दिनुभएको छ, सङ्गति दिनुभएको, छोराछोरी दिनुभएको छ, सबै कुरा दिनुभएको छ हामीलाई है। तपाईँलाई धन्यवाद छ। परमेश्वरले खोज्नुभएको, धन्यवाद खोज्नुभएको हालेलुया। तपाईँसित भएको सुनको बस्ता, सुनको पेटी लिएर चाहिँ आइज भन्नुभएको होइन परमेश्वरले खालि तिम्रै मुखदेखि स्तुति प्रशंसा महिमा निस्कोस्, धन्यवादको भेटी भनेको छ। के भनेको छ? धन्यवादको भेटी, धन्यवादको देखि यहाँ सुनको भेटी, पैसाको भेटी भनेर यहाँ भनिएन बाइबलमा। धन्यवादको भेटी लिएर तिमीहरू मेरो सामुन्ने आउनु भन्नु
गर्नुभएको छ। प्रभु तपाईँलाई धन्यवाद छ, आज नेपाली सङ्गति दिनुभएको छ, छोराछोरी दिनुभयो, मण्डली दिनुभयो, काम दिनुभयो, काज दिनुभयो, सबै कुरा दिनुभएको छ, अझै पनि दिनुहुन्छ परमेश्वर पिता, तपाईँलाई धन्यवाद छ। परमेश्वरले यही नै खोज्नु भएको के भने यहाँसम्म हामीलाई के गर्नुभएको सहायता गर्नुभएको हो। 24 वर्षसम्म परमेश्वरले हामीलाई सहायता गर्नुभएको हो। आमेन आमेन। प्रथम छ पुरानो करारमा। नयाँ करारमा जाँदाखेरि पावलले पनि के भन्दछन् भने नयाँ करारमा जाँदाखेरि कमान्ड अफ 2 प्रेरितको पुस्तक 26 अध्यायमा पुग्दाखेरि प्रेरितको पुस्तक कतिमा 26 अध्यायको 22 मा यसै कारण यहुदीहरूले मलाई मन्दिरमा पक्रेर मार्न चेष्टा गरे। यहाँ पावलले भन्दछन्, यो पावलको मुखदेखि के निस्क्यो भन्नुहुन्छ भने है, र आजको दिनसम्म परमेश्वरबाट मैले सहायता पाएको छु। आमेन आमेन। आजको दिनसम्म परमेश्वरबाट हाम्रो नेपाली सङ्गतिमा भएका भाइ बहिनीहरूले सहायता पाएका छन्। आमेन है। यसैले साना ठुला दुवैलाई गवाही दिँदै म यहाँ खडा भएको छु। अगमवक्ताहरूले र मूसाले बोलेका वचन अवश्य पूरा हुनेछन् भन्ने कुरा बाहेक मैले अरू केही पनि भनेको छैन। गवाही दिँदैछन् उनले। आमेन। हाम्रो सङ्गतिमा पनि परमेश्वरको वचनदेखि अरू कुरा हामीहरू पनि केही पनि बोलेका छैनौँ। तपाईँहरू एउँगली भन्न जान्नुहुन्छ है, एउँगलीदेखि परमेश्वरको सुसमाचारदेखि अरू केही पनि तपाईँले भन्नुभएको छैन। त्यही सुसमाचारले गर्दाखेरि मानिसहरू परिवर्तन भएर प्रभुलाई पाएर प्रभुलाई खोज्दै आउनु भएको। त्यसै जस्तो आज चाहिँ नि परमेश्वरले हामीलाई यहाँसम्म के गर्नुभएको छ सहायता गर्नुभएको छ। भाइ बहिनी हो, प्रभु बिना प्रभुको कृपा बिना नि एउटा रुखेको सुकेको पात पनि भैमा गिर्दैन। आज यो सबै परमेश्वरको महिमा हो। अझ यहाँ आज कतिजना उपस्थित हुनुभएको छैन है, कतिजना यहाँ उपस्थित पनि हुनुभएको छैन। धन्यवाद छ, जहाँ हुनुहुन्छ परमेश्वरको महिमा भएको होस्, परमेश्वरको सुरक्षा रहेको होस्। म यहाँदेखि यही नै प्रार्थना गरेर आशीर्वाद दिन्छु। धन्यवाद छ। आज यी दुईवटा कुरा परमेश्वरले हामीलाई यहाँसम्म लिएर आउनु भएको हो। नेपाली सङ्गतिको लागि 24 वर्षसम्म है परमेश्वरले डोरा लिएर आउनुभयो। मलाई पनि परमेश्वरले अगुवाई गर्न भनेर यहाँ राख्नु भएको र मान्छेले म यहीँदेखि तपाईँलाई भन्न खोज्छु, मैले धेरैको पास्टरहरूको धेरै अगुवाहरूको मैले धेरैको वचन सुनेको छु। मान्छेले के के भन्छन् भने गवाई दिँदाखेरि मलाई परमेश्वरले बोलाउनु भएको हो, मलाई यो जग्गादेखि यो वचनदेखि यहाँदेखि यानि परमेश्वरले राति सपनामा आएर मलाई चाहिँ यसो भनेर बोलाउनु भएको हो, यसरी मेरो कलिङ यसरी आएको भन्दाखेरि म पनि कहिले सोच्छु। भाइ बहिनी हो, म तपाईँलाई सिधा भन्छु, म यसरी परमेश्वरले यहाँदेखि यसरी बोलाउनु भयो, परमेश्वरले यो वचनदेखि यसरी बोलाउनु भयो भनेर म चाहिँ आएको होइन। म परमेश्वरको अगाडि सिधा भन्दछु है। र मलाई परमेश्वरले यो वचनदेखि बोलाउनु भएको र परमेश्वरले चाहिँ मलाई यो नेपाली सङ्गतिलाई अगुवाई गर्नु भनेर यसरी बोलाउनु भएको भनेर चाहिँ मलाई बोलाउनु भएको होइन परमेश्वरले। म सिधा भन्दछु है। र यसमा परमेश्वरको अचान्सी थियो र परमेश्वरले त्यो अचान्सीभित्र मलाई हालिदिनु भएको हो। बुझ्नुभयो? परमेश्वरको अचान्सी थियो, त्यो अचान्सीभित्र त यहाँ आउनुपर्छ। म कुनामा चुप्प लागेर बसेको मान्छे हो, मेरो श्रीमतीलाई सोध्नु है। तर परमेश्वरले यो मण्डलीलाई तैँले अगुवाई गर्नुपर्छ भनेर परमेश्वरले मलाई यहाँ लिएर आउनुभएको हो। म कोही सपनामा प्रभुले मलाई चाहिँ उठ भनेर जा भनेर नेपाली सङ्गतिलाई अगुवाई गर भनेर, अनि कोही चाम्पाइका चाहिँ धर्मशास्त्रको वचनअनुसार म यहाँ आएको होइन। थुछारे छ मेरो चाहिँ नि, र परमेश्वरले मलाई यहाँ पठाउनु भयो। त्यही भएर म यसरी नै परमेश्वरमा चाहिँ नि म अडिएर बसेको छु। यो पनि मेरो तपाईँहरूलाई चाहिँ नि साँच्ची गवाही हो। र अर्को कुरा, र परमेश्वरले चाहिँ नि मलाई बोलाउनु भयो, यो बोलाउनु भयो, त्यो बनाउनु भएन, म भन्दिनँ, मैले जान्दिनँ त्यो पनि। म त खालि म एउटै वचनले म परिवर्तन भएर आएको हुँ है।
कतै वचनले म परिवर्तन भएर आएको हुँ। म तपाईँलाई अहिले फेरि पनि भन्छु, म जातभातको टाउके हुँ, म जातभात गरेर आएको हुँ। तर हामीलाई गुरुजी टुजाले पछाडिपट्टिको हाम्रो मान्लो अखा ऊ त्यस्तो अखान थियो, त्यहाँ सुसमाचार भन्नुहुन्थ्यो हामीलाई। जहिले आउँदाखेरि पनि त्यही कोडीले लफेतौ तौटे गरेको, कोडीमा पनि सुन्दा सुन्दा वाक्कै भइसके। जै दफा आउँदाखेरि पनि त्यही कोडीको लफेतौ, जहिले आउँदाखेरि पनि त्यही कोडीको लफेतौ, जहिले आउँदाखेरि पनि त्यही अनु लफेतौ भने मलाई वाक्कै लाग्थ्यो। त्यहाँ जाँदाखेरि नि त्यही मित्र लगेर हुल्दिन्थ्यो नि। अनि है 4 महिना भयो, 4 महिना भयो, सुन्नुहोस् है, म त्यो आँखामा गएर त्यो सुसमाचार सुनेको 4 म वाक्कै प्रेम है, वाक्कै प्रेम। त्यहाँबाट चाहिँ नि देख परमेश्वरले नि कसरी काम गर्नुहुन्छ भने नि मलाई सबैले सोध्थे आखिर के कुरा निस्क्यो त्यो भने यो डमोमुको बुढाले कहिले पनि प्रभुलाई पाउँदैन भन्नेमा आवाज निस्क्यो त्यहाँ है। स्याटुजाले पनि भन्नुभएको अरे है यो मान्छेले कहिले पनि प्रभुलाई पाउँदैन भने। त्यतिखेर अरू कसैले सुसमाचार भन्ने थिएनन्, खालि स्याटुजाले मात्रै भन्नुहुन्थ्यो। भन्दाखेरि त्यही अनुलाई फेतौ, त्यही अनुलाई फेतौ, त्यही अनुलाई फेतौ, त्यही अनुलाई फेतौ भन्दै म चाहिँ वाक्कै परेर अब यो क्रिस्चियन चाहिन्न भन्नेमा थिएँ। छोरी बेटीलाई त मैले भन्थेँ, बेटी म आउँदिनँ भन्दा बाबा आउनै पर्छ भन्थ्यो। मेरो छोरी अलि बलमा हुन्छ, सुन्नुहोस् त्यसले पनि है। र मलाई आखिरीमा सबै वाक्कै परे, यो मान्छेले प्रभु पाउँदैन, यो डेठी हो भन्नेमा पुग्दाखेरि परमेश्वरले एक दिन हामीहरू 12 जना थियौँ है। त्यो मसित निक्षण गरेका 3 जना एउटा गोर्खाली दिदीबहिनी पनि थिइन्, तिनी कता गइन् पनि पत्ता छैन, लासो गइन् तिनी पनि। र मैले चाहिँ नि परमेश्वरले मानिसलाई माटोदेखि बनाउनु भयो अनि नाकबाट जीवनको सास फुकिदिनु भयो। परमेश्वरले मान्छेलाई माटोदेखि भन्दाखेरि मैले हो भनेर मैले हात उठाइहालेको। मलाई यसरी टोठिरे भएको किन भन्नुहुन्छ भने मलाई टक परमेश्वरले काम गर्दाखेरि परमेश्वरले त्यस्तो तरिकाले गर्नुहुन्छ भाइ बहिनी। आज 24 सालको उपलक्ष्यमा मैले यहाँमाथि चढेर तपाईँलाई साँच्ची गुहाई दिएको मैले। र परमेश्वरले के गर्नु, मान्छेलाई केले बनाउनु भयो अरे? माटोले। मलाई यति भन्दाखेरि मेरो माइन्डसेटमा के घुसेर आयो भने हामीहरू ठुलो जङ्गलमा बसेका मान्छे हौँ, खेतीबारी गर्ने मान्छे हौँ, रात दिन हामीहरू चाहिँ नि धुलो मुलोमा हामीले गर्ने। त्यतिखेर हामीहरू केटी खेल्दाखेरि हामीहरूले हातलाई यसरी अहिले पनि घोटिएर त हामीले एउटा हातले हामीले चाहिँ यसरी घोट्छ। अब यी माटो बनायो, मलाई टक्कै माइन्डसेटमा त्यो आयो मेरो त्यो आयो। परमेश्वरले यसरी काम गर्नुहुन्छ भाइ बहिनी हो। हामीहरू यसरी गर्दा स्कुलमा कसैको रातो घोटेको अब यी माटो जस्तो बनाएको ओ परमेश्वरले मानिसलाई माटोदेखि बनाउनु भएको रहेछ। ओके द्याट्स अल राइट छ, थ्याङ्क यू भनेर मैले चाहिँ हात उठाएर मैले खाने गरेको भाइ बहिनी हो है। आज म यहाँ छु, मलाई यसरी चाहिने परमेश्वर मैले यसरी पाएको हो। र धन्यवाद होस्, मैले जसरी प्रभुलाई पाए अनुसार आज तपाईँलाई मैले मेरो बोलाइ चालीमा मेरो उच्च निच्च छ, म त्यसको लागि पनि क्षमा चाहन्छु। परमेश्वर हामीहरूको साथमा हुनुहुन्छ, परमेश्वरले महान काम गर्नुभएको छ। मैले यसरी प्रभुलाई पाएको भन्ने कुरा तपाईँलाई बताउँदैछु। धन्यवाद छ। आजको वचन मैले 2टा कुरा मैले राखिदिएको छु। परमेश्वरले हामीहरूको लागि महान काम गर्नुभएको छ। इभान एजर अनि के अरे र आजको दिनसम्म परमेश्वरबाट हामीहरूले के पाएका छौँ है? के पाएका छौँ? आशिष पाएका छौँ। धन्यवाद छ। आजको वचन मैले यही नै राख्दछु।